दरबार जलायो जेनजीहरूले जुन भनेको छ नि होइन, सिंहदरबार जल्यो, यस्तो गर्न, यस्तो आपराधिक सोच भएको के भन्नुभएको छ। म त्यो भन्छु त्यो सिंहदरबार भनेको यो कङ्क्रिट हो क्या, त्यसमा कुनै किसिमको आत्मा छैन। होला पहिला जमानामा बनेको हो, त्यो कतिपल्ट जलेर कतिपल्ट त्यसलाई चाहिँ रिबिल्ड गरेको हो क्या, त्यो फेरि पनि रिपेयर गरेर बनाइएको हो क्या। त्यस्तो त मान्छेको जिन्दगी त्यो सिंहदरबारसँग दाँच्ने मान्छे जलिरहेको छ तपाईँको होइन। हाम्रो जो प्रधानमन्त्रीज्यू अस्ति भन्दै हुनुहुन्थ्यो, हाम्रो पूर्व प्रधानमन्त्रीज्यूले भन्दै हुनुहुन्थ्यो सिंहदरबार जलाएर यस्तो आपराधिक सोच भएको, यस्तो अझै पनि उहाँको नजिकको कार्यकर्ता र उहाँहरू अझै पनि त्यो जेन्जी भाइहरूको विद्रोहमा हुन्छ क्या, उहाँहरूले अझै समात्ने कोसिस गरिरहनु भएको छ क्या। मान्छेभन्दा ठुलो त्यो कङ्क्रिट भयो, बालुवाले बनेको घर भयो। मान्छेको जिन्दगी रह्यो, मान्छेको मानवता रह्यो भने त रहने हो नि होइन। त्यो कुराहरू चाहिँ उहाँहरूमै चेतना छैन। यहाँ त आमा धेरै कुराको बुढो भएर पनि नहुँदो रहेछ हेर्नु। एज म त मान्छे बुढो भएपछि चाहिँ ऊ चाहिँ चेतनशील हुँदै जाने, एकदमै हम्मल हुने, अनि त्यसपछि गएर देशप्रति एकदम धेरै माया हुने, अरूप्रति धेरै चाहिँ सोसाइटीप्रति धेरै उसको त्यो भन्यो न उसले चाहिँ एकदम त्यो देखाउने हो जस्तो लाग्थ्यो मलाई होइन। तर होइन रहेछ क्या, त्यो मान्छे बुढो भएर मात्रै त्यो मान्छेको चाहिँ त्यो हुने होइन रहेछ। त्यो ओक्कान हुनु पर्यो कि त्यो मान्छे सोचबाट वृद्ध भएर मात्र भएन, एक्सपिरियन्सले मात्र भएन। जब मान्छेमा इगो अहङ्कार अहिलेसम्म पनि उहाँहरूमा छ क्या। यस्तो जेन्जी भाइहरूले किन यस्तो नराम्रो गरेको, यस्तो गरेको, जलाएको, सिंहदरबार जलाएको भनेर भन्नुहुन्छ। सिंहदरबार त्यस्तो सिंहदरबार 5वटा बनाउला भोलि गएर जेन्जी पुस्ताले के थाहा उहाँहरूलाई होइन। त्यो कुराहरू चाहिँ उहाँहरूले बुझ्नुपर्छ कि मान्छेको शरीरसँग, मान्छेको आत्मासँग चाहिँ कुनै पनि एउटा कङ्क्रिट, एउटा बालुवालाई चाहिँ दाम्नु भयो, बालुवाले बनेको जुन संरचना छ त्यसलाई दाँच्नु भएन क्या। त्यो भन्नु लागेको अनि त्यो भित्र कति थियो भ्रष्टाचार, सिंहदरबार भित्र कति भ्रष्टाचार भयो, त्यहाँ चाहिँ कति धेरै व्यथिति थियो। त्यही भएर त जलाउनु भयो नि हो। म जलाएको राम्रो भन्दिनँ, तर किन जलाइयो भने त्यो कुरालाई पनि कोट्याउनु पर्यो नि त। उहाँहरूले जलाए मात्रै भनेर भयो त।